अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो आफ्नो एफएम। अब तपाईँ सुन्न सक्नुहुनेछ सिडनी नेपाली संगति मण्डलीको प्रस्तुति विश्राम प्रभु येशूमा। यस कार्यक्रम तपाईँले आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गा, आफ्नो एफएम 104.8 मेगाहर्ज डडेलधुरा, आफ्नो एफएम 90.4 मेगाहर्ज रुकुम, आफ्नो एफएम 87.6 मेगाहर्ज चितवन र नयाँ आशा एफएम 89.3 मेगाहर्ज जनकपुरबाट, साथै इन्टरनेट अनलाइन www.afnofm.org हाम्रो पात्र मार्फत संसारभर हरेक दिन यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रम सम्बन्धी कुनै जानकारी लिन वा सल्लाह सुझाव र आफ्नो गवाही बाँड्न चाहनुहुन्छ भने हामीलाई मोबाइल नम्बर 98 511 01677 98 511 01677 मा सम्पर्क गर्न सक्नुहुन्छ। अबको प्रस्तुति विश्राम प्रभु येशूमा। थाकेकाहरू बुझले दबेकाहरू आशा मरेकाहरू जीवन हारेकाहरू आउनुहोस् पाउनुहोस् आउनुहोस् पाउनुहोस् विश्राम येशूमा विश्राम येशूमा विश्राम येशूमा। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। नमस्ते, जय मसीह, शलोम, बारकमोर सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनी र प्यारा मित्रहरूमा अभिवादन छ, स्वीकार गर्नुहोला। विश्राम प्रभु येशूमा लिएर विश्राम परिवार आज पनि फेरि तपाईहरूको माझमा उपस्थित भइसकेका छौँ, जीवित अनि सत्य परमेश्वरको जीवित अनि सत्य वचनको साथमा, र आशा गर्दछौँ आजको वचनबाट तपाईहरू आशिषित हुनुहुनेछ अनि तपाईको आजको दिन आशिषमय रहनेछ। मलाई थाहा छ कि परमेश्वरले जे गर्नुहुन्छ त्यो सधैँभरि नै रहिरहन्छ, त्यसमा केही थप्न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून् भने परमेश्वर यसो गर्नुहुन्छ। आमेन। उपदेशक 3:14 पदमा यस्तो लेखिएको छ। र आज हामी पत्रुसको पुस्तकलाई नै निरन्तरता दिँदै पहिलो पत्रुस 5:1-4 पदसम्म अध्ययन गर्नेछौँ र आजको शीर्षक रहेको छ पत्रुस एक असल गोठालो। लेखिएको छ धर्मशास्त्रमा, एल्डरहरू र जवानहरूलाई ख्रिस्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक सङ्घीय एल्डरको हैसियतले तिमीहरू मध्येका एल्डरहरूलाई म आग्रह गर्दछु, तिमीहरूको देखरेखमा राखिएको परमेश्वरका बगालको हेरचाह गर, करले होइन तर स्वइच्छाले, धनको लोभले होइन तर उत्साह साथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन तर बगालको निम्ति उदाहरण भएर, र जब मूल गोठालो प्रकट हुनेछ तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्त गर्नेछौ। त्यसै गरी जवान हो, बुढापाकाहरूका अधीनमा बस, एकअर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर, किनभने परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। आमेन। यी पदहरूमा प्रेरितले मण्डलीको भलाइ निर्धारण गर्ने विषयहरूमा ध्यान दिन चाहेका छन् र आफूलाई दिएको बगाल अथवा अनुयायीहरू प्रति एउटा असल गोठालो बन्ने विषय लिएर सबै इसाई अगुवाहरूलाई सम्बोधन गरेका छन्। जब पनि हामीले एउटा असल गोठालो बारे सोच्छौँ, हामीले येशू ख्रिस्ट स्वयंको बारेमा कल्पना गर्न सक्छौँ, जसले प्रेम वास्ता गर्नुभयो
र हाम्रो पापको निम्ति आफ्नो प्राणसम्म अर्पण गर्नुभयो। 2 पदमा पत्रुसले एउटा असल गोठालो परमेश्वरले चाहनु भए जस्तै गरी र मानिसहरूको दबावमा नरहेर सेवा गर्न तयार हुनुपर्छ जस्तो उखानमा भएको गोठालोले यूहन्ना 10:1-18 पद अनुसारको आफ्ना भेडाहरूलाई चिन्दथे र भेडाहरूले गोठालालाई, जसले आफ्नो बगालको निम्ति प्राणसम्म दिन तयार हुन्छ भनेर वर्णन गरेका छन्। एउटा गोठालोले ख्रिस्टले जस्तै आफ्ना पिताको इच्छा पालन पूरा गर्दै कुनै फाइदा वा प्रसिद्धताको निम्ति होइन, न त मालिक बनेर, तर सम्पूर्ण हृदय समेतले एउटा जिउँदो उदाहरण भएर जिउनु पर्दछ। यूहन्ना 13:15 पद अनुसार हामी सबैजना नै हाम्रो मण्डलीमा कुनै न कुनै प्रकारले संलग्न छौँ, जो अवश्य नै हामीलाई भविष्यमा नेतृत्व लिनलाई तयारी गर्नको निम्ति हो। तर आज के हामीले आफ्नो हृदयहरू र मनसायलाई जाँच गरेका छौँ? के हामीले जो गरिराखेका छौँ सो ख्रिस्टकै निम्ति गर्दैछौँ वा यसलाई एउटा काम मात्र मानेर गर्दछौँ? यी प्रश्नहरूलाई विचार गरौँ अनि एउटा असल गोठालोको रूपमा ख्रिस्टको तरिकाहरूलाई हेरौँ। आउनुहोस् हामी आजको प्रार्थना गर्नेछौँ। प्रिय प्रभु येशू, मलाई येशू ख्रिस्ट जस्तै असल गोठालो बन्नलाई सिकाउनुहोस् अनि सहायता गर्नुहोस्। येशू प्रभुको नाममा आमेन। धन्यवाद छ तपाईहरु हामीहरुसँग रहनु भएको छ। तपाईहरुसँग प्रार्थनाका विषयहरू छन् भने हामीहरुसँग बाँड्न सक्नुहुन्छ। फोन गरेर अथवा मेसेज गरेर पठाउन सक्नुहुनेछ। अनि आज कार्यक्रम सुन्नु भएको र प्रभु येशूलाई नचिन्नु भएको, विश्वास नगर्नु भएको जति जना हुनुहुन्छ, प्रभु येशूमा जीवन छ अनि प्रभु येशूमा मुक्ति छ। उहाँले भन्नुभएको छ, बाटो, सत्य अनि जीवन म नै हुँ। येशू ख्रिस्टलाई विश्वास गर्नेले उद्धार र मुक्ति पाउँदछ अनि परमेश्वरको राज्य धेरै नजिक आइसकेको छ। येशूमा विश्वास गर्नुहोस्, पश्चाताप गर्नुहोस्। तपाई जस्तो सुकै अवस्थामा हुनुभएको भए तापनि परमेश्वरले तपाईलाई स्वीकार गर्नुहुन्छ, परमेश्वरले तपाईलाई अँगाल्नुहुन्छ। यहाँ कोही एकजना हुनुहुन्छ जसले तपाईलाई पर्खिरहनु भएको छ अनि जसले तपाईलाई त्यो उद्धार मुक्ति दिन चाहनुहुन्छ। यसकारण ढिलो नगर्नुहोस्, तर येशूलाई नै मेरो प्रभु र मुक्तिदाता भनिकन स्वीकार गर्नुहोस्। यदि तपाईँ परमेश्वरको बारेमा अझ बढी जान्न र बुझ्न चाहनुहुन्छ भने आफ्नो नजिकको मण्डलीमा गएर त्यहाँ भएका दाजुभाइ दिदीबहिनीहरूसँग बुझ्न सक्नुहुनेछ अथवा हामीलाई फोन सम्पर्क पनि गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर रहेको छ 9851101677। यो जानकारीसँगै तपाईहरूबाट आजको निम्ति बिदा माग्न चाहे। नमस्ते, जय मसीह, सलोम। तपाईको आजको दिन आशिषमय भएको होस्। तपाईं त्यसको आस्था राख्नुहुने मानिस के हो र तपाईं त्यसको फिक्री गर्नुहुने जो हुनुहुन्छ हुनुहुन्थ्यो आउनुहुने सबै थोक तपाईंले नै सृष्टि गर्नुहुने तपाईं महान परमेश्वर परमेश्वर तपाईं महान परमेश्वर सार्वभौम परमेश्वर। कठिन
सङ्कष्ट आउँदा पनि निराशा शान्तिले घेरे पनि कठिनाइ र सङ्कष्ट आउँदा पनि निराशा शान्तिले घेरे पनि छोड्नुहुन्न मेरो हात मेरो साथ पनि त्याग्नुहुन्न मेरो अन्तिम श्वाससम्म पनि छोड्नुहुन्न मेरो हात मेरो साथ पनि त्याग्नुहुन्न मेरो अन्तिम श्वाससम्म पनि जो हुनुहुन्छ हुनुहुन्थ्यो आउनुहुने सबै थोक तपाईँले नै सृष्टि गर्नुहुने तपाईँ महान परमेश्वर सार्वभौम परमेश्वर तपाईँ महान परमेश्वर सार्वभौम परमेश्वर पापको क्षमा गर्नुभयो अनन्त जीवन दिनुभयो पापको क्षमा गर्नुभयो अनन्त जीवन दिनुभयो अँध्यारोबाट ज्योतिमा ल्याउनु भयो अधर्मीलाई धर्मी ठहराउनु भयो अँध्यारोबाट ज्योतिमा ल्याउनु भयो अधर्मीलाई धर्मी ठहराउनु भयो जो हुनुहुन्छ हुनुहुन्थ्यो आउनुहुने सबै थोक तपाईँले नै सृष्टि गर्नुहुने तपाईँ महान परमेश्वर